27 खर्ब ऋण बोकाएर जनतालाई महल ठड्याउने, बङ्गलामा बस्ने, गाडी चढ्ने, घिउ र भात खाने को हुन् छानबिन हुनुपर्छ। नाउँ सुब्बिनी के खाएर उभिनी भने जस्तो कार्यक्रम चाहिँ साम्राज्यवादीहरूको पुँजीवादीहरूको कार्यक्रम बोकेर हिँड्ने कुरा गर्ने समाजवादको। हामीले केही काम गर्न खोज्यौँ स्टन्ट भन्ने लेबल लाइन्छ। यिनीहरू केही होइनन्, यिनीहरूलाई केही थाहा छैनन् भनेर होच्याइन्छ। विचार गर्नुहोस् त, हाम्रो दलको बोझ घटाउन आफ्नो पक्षका बौद्धिक वर्ग परिचालन गर्नुभयो कि भएन? मिडियालाई उकास्नु भयो कि भएन? साइबर सेना परिचालन गर्नुभयो कि भएन? हुँदा राज्यको पुरा शक्ति नै लगाउनु भयो जनताले विश्वास गरेको एक वैधानिक शक्तिलाई निश्चेदित पार्न। त्यत्रो सामर्थ्यको सानो अंश मात्र हाम्रो कुरा सुन्ने भए हामीसँग